हेलो गाइज ल आज मुक्तिनाथमा यस्तो दामी खुलेछ होइन के त्यो बिग्रिएर बसेको कुकुर हो क्या त्यो मुक्तिनाथ गाइज यस्तोरी मजाले खुलेछ हेर्नुहोस् त ल हेर्नुहोस् ल मुस्ताङ होटल यही हो ल हेर्नु हेलो कता हो सर कस्तो लागिरहेको मुक्तिनाथ राम्रो लाग्यो हाँ खुसी खुसी छ बस्न खोजे बस्नलाई कस्तो छ यहाँ हो र के हो हिँडाइ त बिस्तारै हिँड्ने त कुरा के हो अलि यताबाट हिँड न यता यता सफा सफा बाटो अब हिमाल पनि सही खुलेको थियो होइन अझै योभन्दा नि बिहान चाहिँ सही आएको थियो अहिले त यहाँ यता अलिअलि बादलले ढाक्यो ठ्याक्कै एउटा यहाँबाट तपाईँको यस्तरी चारैतिर हिमालै हिमाल छ है ओ त्यो पछाडि पनि त्यो हिमाल त्यो पनि हिमाल अनि यस्तरी चारैतिर हिमाल बिचमा मुक्तिनाथ होइन गाइस हो एभ्रिवान सबैजनालाई ल आउनु होला सबैजना मुक्तिनाथ घुम्नको लागि एकदम रमाइलो ठाउँ छ होइन अब हामी त यहाँ आएर बसेको 2 महिना भइसक्यो होइन तर यो प्रत्येक दिन देख्न पाइन्न है साथीहरू यस्तो भ्यूहरू कहिले अब यताउता पानी सानी आउँछ बादल ढुडी लाग्छ अब यो यस्तै देख्ने भनेको भाग्यमानीले मात्रै देख्ने हो मुस्ताङ घुम्नेले मात्रै घुम्न आएर मात्रै हुन्न गाइस यस्तो हो क्या यहाँ बसेर अब बस्दै जानुभयो भने एक दिन खुल्छ अनि त्यस्तै हुन्छ ल हेर्नुहोस् सबै कति रमाइलो ल हेर्नुहोस् है गाइजहरू ओ हामी चाहिँ नाच्दै हिँड्ने हाम्रो सर फेरि नाच्दै हिँड्नु भयो होइन सर सर कहाँ पुग्ने हो यस्तो माथि यो अब यहाँ अलि यतापट्टि हेलिप्याड छ होइन हेलिप्याड पनि छ यहाँ चाहिँ बसेर कफी सफी खाने मुस्ताङ हेर्ने मुक्तिनाथ हेर्ने मुस्ताङ होइन मुक्तिनाथ हेर्ने कस्तो लागिरहेको सर तपाईँलाई सर कस्तो लाग्यो राम्रो लाग्यो होइन आज अब इन्डियन हो क्या ल इन्जोय गर्नु होला गाइस हेरेर होइन लाइक कमेन्ट सेयर होइन मुक्तिनाथको लागि ल आजलाई बाई बाई